हेलो एभ्रिवान, सबैजनालाई सेकेन्ड भिडियोमा स्वागत छ। अनि मेरो नाम प्रज्वल गौतम। यो चाहिँ मेरो सेकेन्ड भिडियो हो। अनि फर्स्ट भिडियो मैले अस्ति ड्रप गरेको थिएँ। सबैजनाले एकदम माया गरिदिनु भएको थियो, सेयर गरिदिनु भएको थियो, सपोर्ट गरिदिनु भएको थियो। अनि म त्यही सेयर सपोर्ट गरिदिनु हुने सबैलाई जसले सपोर्ट गर्नुभएको थियो उहाँलाई थ्याङ्क यू भन्न आएको। अनि प्लस एउटा खुसी बाँड्न आएको। अनि खुसी चाहिँ के भन्दा अस्ति मैले भिडियो ड्रप गरेँ। अनि भिडियो ड्रप गरेको विदिन 2 आवर्समै मैले कल आयो, 2टा कल आयो। अनि 2टा कलमा नै लाइक कामको लागि नै कल आएको थियो। अनि एकजनाले चाहिँ त्यही दिन नै कलमै सब फाइनल गरेर अनि आफ्नो ब्रान्डिङ, आफ्नो नयाँ बिजनेस सुरु गर्दै हुनुहुँदैछ। अनि त्यो बिजनेसको चाहिँ ब्रान्डिङ, प्रमोसन, डिजिटल मार्केटिङ सबै गर्नु पर्यो भाइ भनेर डिल नै डन गर्नुभयो। अनि अझै एकजना हुनुहुन्थ्यो, उहाँ चाहिँ आज अफिसमा पनि आउँछु अनि अझै फर्दर कुरा गरेर फाइनल गर्छु भन्नुभएको छ। अनि प्लस त्यो एकजना को हुनुहुन्छ भन्दाखेरि चाहिँ उहाँ मैले चिनेकै दाइ हुनुहुन्छ, हाम्रो आदरणीय दाइ गोविन्द केसी भन्ने हुनुहुन्छ। उहाँ चाहिँ स्कुल अफ इनोभेसनको फाउन्डर पनि हुनुहुन्छ काठमाडौँ। हजुरले नाम सुन्नुभएको छ होला। अनि उहाँले चाहिँ बुटोलमा एउटा नयाँ ब्रान्ड सुरु गर्दै हुनुहुन्छ, नयाँ बिजनेस। अनि त्यसको चाहिँ हामीलाई पुरै ब्रान्डिङ र डिजिटल मार्केटिङ गर्नु पर्यो भाइ भनेर हिजो कल गर्नुभयो। अनि दाइलाई चाहिँ आइडिया थियो म आइटी फिल्डमै छु भन्ने, तर एक्ज्याक्ट मार्केटिङ एजेन्सी नै सुरु गर्दैछु भन्ने चाहिँ उहाँले त्यो भिडियो हेरेरै थाहा पाउनु भएछ। अनि एकदम खुसी लाग्ने रहेछ एउटा भिडियोको भरमा उहाँले चाहिँ कल गरेर अनि कुराहरू यो कुराहरू यो रिक्वायरमेन्टहरू छ, के कस्तो हुन्छ भनेर सबै कुराहरू बुझ्नुभयो। अनि सबै कुरा बुझाइसकेपछि कलमा विदिन सम मिनट्समै सबै कुरा बुझाइसक्यौँ। अनि त्यसपछि दाइले चाहिँ डिल फाइनल पनि गर्नुभयो र त्यही दिन नै एडभान्स पनि पे गरिसक्नुभयो। त्यो हेर्दा चाहिँ यस्तो खुसी लाग्ने रहेछ, एउटा कन्टेन्ट क्रिएसनबाट नै रिच पुग्दाखेरि चिनेको मान्छेले सपोर्ट गरिदिँदा चाहिँ त्यो खुसी नेक्स्ट लेभल हुने रहेछ। नर्मल्ली ऱ्यान्डमली हामीले एप्रोच गरेर क्लाइन्ट आउनुभन्दा चाहिँ त्यो एकदम खुसी लाग्ने रहेछ। हजुरको साथ सहयोग सपोर्टले नै त्यो पोसिबल भएको। अनि दाइलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि दाइले मेन्सन गर्नुभएको थियो, हामी युथहरूले जस्तो केही काम गरिरहेछौँ भने दाइलाई एकदम सपोर्ट गर्न मन लाग्छ। त्यही भएर अरू कुरा केही नहेरिकन, अरू कुन कुन कम्पनी छ के नहेरिकन डाइरेक्ट दाइले चाहिँ हामीलाई नै रोज्नुभयो। त्यसको लागि हाम्रो क्रिटेक सोल्युसनको तर्फबाट पनि दाइलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि दाइ चाहिँ अहिले अफिस पनि आउँदै हुनुहुन्छ। अनि अफिस आएपछि पनि थोरै दाइसँग गफ गरेर अरू कुराहरू पनि फाइनल गर्छौँ। अनि दाइको के हो त बिजनेस, अनि कुन ब्रान्ड सुरु गर्दै हुनुहुन्छ त्यो चाहिँ इफ दाइले एलाउ गर्नुहुन्छ भने विल रिभेल। अनि आई लेट यु गाइज नो। फाइनल्ली म चाहिँ अफिस पुगिसकेँ। अनि हाम्रो अफिस चाहिँ यहाँ चौडामा छ। हजुरको चौडा बस पार्कदेखि थोरै अगाडि आइसकेपछि कालिका स्कुल नपुग्दै अगाडि हाइवेमै छ। अनि सर्भिस रोडबाट आउन सक्नुहुन्छ। अनि अफिस टुर गर्दा चाहिँ आज एकजना मात्र अफिस आएको छन्। Let's check. This is our reception. अनि यहाँ चाहिँ हाम्रो बहिनी आएकी छिन्। बहिनी, इन्ट्रोड्युस योरसेल्फ। नाम भनिदेऊ न, के हुन्न? It's me, Sudhara April. I'm from Vaira Manipur campus. I'm currently working as an intern in UI as a front-end developer. उसले चाहिँ युआई इन्टर्न गरिरहेको छ। अनि बहुत राम्रो राम्रो डिजाइन बनाउँछ। अनि उसले चाहिँ एउटा नयाँ प्रोजेक्टमा काम गरिरहेको छ हाम्रोमा। अनि त्यो प्रोजेक्ट के हो भन्ने चाहिँ उसले नै रिभेल गर्छ। अनि नेक्स्ट भिडियोमा चाहिँ हामीले हेर्छौँ कुन नयाँ प्रोजेक्ट आउँदैछ। अनि हामीले चाहिँ एउटा प्रोजेक्ट भन्दा पनि एउटा प्रोडक्ट निकाल्दैछौँ। अनि सर्भिस सँगसँगै हाम्रो प्रोडक्ट बेस्ड पनि हो कम्पनी। अनि कुन प्रोडक्ट आउँदैछ भन्ने चाहिँ यु विल गेट टु नो विदिन 1 मन्थ चाहिँ विल लन्च द्याट। अनि त्यसपछि go to the next part. मेरो अफिस चाहिँ खोलेकै छैन है। 11 बजे अफिस खोल्दैछु, तर यो चाहिँ बाहिर काममै गऱ्यो है। फेरि यो चाहिँ मेरो वर्किङ स्पेस हो। दिस इज माई क्याबिन। अनि म यहाँ नै हुन्छु दिउँसभरि। अनि यदि कसैलाई आफ्नो मार्केटिङको रिलेटेड केही कुराहरू गर्नु छ, अनि डिजिटल मार्केटिङको सर्भिसहरू के छ हामीसँग भनेर इन्क्वायरी गर्नु छ भने हजुरले हामीलाई कल गर्न सक्नुहुन्छ। यहाँ हाम्रो अफिस भिजिट गरेर यु क्यान गेट इनसाइट। आज चाहिँ मैले मेन्सन गरेको थिएँ म चाहिँ अफिस जाँदैछु। अनि एकजना दाइसँग भेट्दैछु। उहाँले चाहिँ अस्ति नै फर्स्ट डे नै रिच आउट गर्नुभयो। अनि आफ्नो नयाँ ब्रान्ड सुरु गर्दै हुनुहुँदैछ। त्यो ब्रान्डको मार्केटिङ अनि डिजिटल प्रेजेन्सहरू सबै अप्टिमाइज गर्नु पर्यो, अनि फुल डिजिटल मार्केटिङ गर्नु पर्यो भनेर। अनि उहाँले
कलबाट नै त्यो डिल डन गर्नुभएको थियो। अनि मैले अगाडि नै मेन्सन गरेको छु दाइलाई त्यो साथ र सहयोगको लागि। अनि हामी जस्तो ग्रो गरिरहेकोलाई विश्वास गर्नुभयो, त्यसको लागि चाहिँ थ्याङ्क यू भनिसकेको थिएँ। अनि फेरि पनि दाइ अफिस नै आउनुभएको छ आज फर्दर कुरा गर्न। दाइलाई स्वागत छ दाइ। दाइलाई चाहिँ धेरै धेरै धन्यवाद। हाम्रो किटेक सोल्युसनलाई चाहिँ विश्वास गरिदिनु भयो अनि मलाई विश्वास गरिदिनु भयो हजुरको ब्रान्डलाई नेक्स्ट लेभलसम्म लिएर जानको लागि। अनि दाइलाई पनि धेरै धेरै कङ्ग्रेचुलेसन दाइ, नयाँ ब्रान्ड सुरु गर्दै हुनुहुँदैछ। अनि उहाँ चाहिँ हाम्रो गोविन्द केसी दाइ हुनुहुन्छ। अनि उहाँले चाहिँ स्किल अफ इनोभेसन भन्ने फाउन्ड गर्नुभएको छ काठमाडौँमा। अनि त्यो सँगसँगै अहिले बुटोलमा बेस्ड भएर दाइले एउटा नयाँ ब्रान्ड सुरु गर्दै हुनुहुन्छ। त्यो ब्रान्डको बारेमा दाइले नै केही इन्फर्मेसन दिनुहुन्छ है। धन्यवाद पुरुषोत्तम, सबैलाई नमस्ते र भाइलाई धेरै धेरै धन्यवाद। र यो नयाँ कामको लागि भाइलाई धेरै धेरै मेरो शुभकामना पनि छ। मैले बुटोल बेस बनाएर डिजिटल मार्केटिङको लागि धेरै खोजी पनि रहेको थिएँ। यतिको भाइहरूले यतिको के गर्छन् प्रोफेसनल लेभलमा अगाडि बढाइरहेको डिजिटल मार्केटिङ बुटोलमा छैन पनि। र यसले त्यो मार्केटलाई अब आउने नयाँ व्यवसायलाई, नयाँ स्टार्टअप गर्न खोज्नेलाई र आफ्नो मार्केटलाई नेसनल इन्टरनेसनलमा लान खोज्ने हर कोही व्यवसायलाई यसले सहयोग गर्छ भन्ने पनि मैले पूर्ण आशा राखेको छु। यसै गरी यो न्यू इयरबाट मैले पनि एउटा नयाँ ब्रान्ड लन्च गरेका छौँ। नयाँ ब्रान्ड यसको भ्यालमोर छ, प्रिमियम लग्जरी लेदर प्रोडक्ट र फेसन प्रोडक्टलाई हामीले यसलाई डिजाइन गरेर तपाईँ सामु लिएर आएका छौँ। र यसको मेरो सम्पूर्ण डिजाइनिङ, यसको मार्केटिङ, यसलाई ब्रान्डिङ बनाउने प्रोसेस सबै के गर्छ भने यो भाइहरूले हेर्नु भएको छ, भाइको टिमले हेर्नु भएको छ। अहिलेसम्मको हामी जुन न्यू इयरमा हामीले यसलाई एग्रिमेन्ट गरेर यहाँसम्म पुगिसक्यौँ। हाम्रो प्लेटफर्म निर्माणदेखि लिएर आएर त्यसपछि गएर यसको इन्स्टाग्राम, फेसबुक, टिकटक, वेबसाइट सबै बनाउने भाइहरूले काम यसको जिम्मा लिनु भएको छ र बनाइ पनि रहनु भएको छ। म एकदम खुसी छु र भविष्यमा यसले हामीलाई धेरै ठुलो फाइदा पनि, मैले सोचे भन्दा पनि ठुलो फाइदा पुर्याउने छ। र म यो भिडियो मार्फत अरू तपाईँ नयाँ कोही पनि सोचिरहनु भएको छ नयाँ बिजनेस गर्नलाई, अथवा आफ्नो बिजनेसलाई पनि इन्हान्स गरेर ठुलो मार्केटमा लान खोजिरहनु भएको छ भने यो एउटा एकदमै राम्रो तपाईँहरूलाई सल्युसन हुन्छ। कन्ट्याक्ट गर्नुहोस्, अगाडि बढ्नुहोस् भन्दै भाइहरूको टिमलाई पनि म फेरि शुभकामना दिन चाहन्छु। हस्, थ्याङ्क यू, धन्यवाद। दाइलाई पनि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु। अनि हामीलाई विश्वास गरिदिनु भयो। अनि दाइलाई चाहिँ म ढुक्क गराउन चाहन्छु कि हाम्रो यो किटेक सोल्युसनले चाहिँ दाइको ब्रान्डलाई स्टार्टिङदेखि नै नयाँ हाइटसम्म पुर्याउन हेल्प गर्छ।